च्यानलमा। आज चाहिँ हामी धानको बिउ गोड्नको लागि बारीमा जाँदैछौँ। यता फेरि छुट्टै संसार छ, बाख्रा यता छन्। हाम्रो धानको बिउ चाहिँ यही हो साथीहरू। म चाहिँ यहाँ तार खोलेर बारीमा जाँदैछु। हाम्रो छेमा चाहिँ त्यहाँ बस्नु भएको छ। हाम्रो धानको बिउ चाहिँ यही हो साथीहरू। यो 1 महिना अगाडि रोपेको। त्यसपछि हामी चाहिँ यो गोडेर आज भोलि चाहिँ खेतमा लगाउनु पर्ने हुन्छ। सो हामी चाहिँ अब आफ्नो काम स्टार्ट गर्दैछौँ। छेमा चाहिँ सुरु गर्न भएको छ है। काटिसक्नु भयो? ल सल चाहिन्छ नि। साथीहरू यसरी काट्नुपर्छ है। काट्नुपर्छ साथीहरू, यसरी काटेर अनि यसले चाहिँ मुठो पार्नुपर्ने हुन्छ। धानको बिउ चाहिँ यही हो है। ल त हाम्रो चाहिँ यताको भ्यू यस्तो छ। पानी खै पर्दैन होला। आज चाहिँ मौसम सफा छ। आँप फलेछ, यता यता तरकारी छ, यता मकै छ। ल है गाउँले जीवन जे होस् रमाइलो छ साथीहरू। यसरी हेर्नुहोस्। ल त हामी चाहिँ बिउ गोड्न चाहिँ स्टार्ट गरिसक्यौँ। ल हाम्रो बिउ चाहिँ यही हो। 1 महिना अगाडि रोपेको बिउ गोड्दैछौँ हामी चाहिँ। त्यस्तै छ है गाउँले जीवन। अब चाहिँ धानको खेती सुरु हुन लागिसक्यो हामीतिर चाहिँ। यस्तो गरेर फलाउने गराएर 1 महिनापछि रोप्ने हो। फेरि यो खानेर यसलाई साथीहरू भात खान नि कहाँ सजिलो छ र। छोड्नहरू पछि हामी त खेत गगरी गर्ने हो। ल कोही कोही फेरि आफ्नो स्किनलाई यति बचाउने कोसिसमा पुरै आँखा पनि देखेको छैन है। यता कोही फेरि यता छातामा यस्तै छ साथीहरू। गर्मीमा देउखरीको घाम बस्नै पर्यो, के गर्नु, काम पनि गर्नु पर्यो। सरर हावा छ। हाम्रो बिउ यही हो। बिहानभरि गोडेको बिउ चाहिँ यता ढाकेर राखेछौँ घामले सुक्छ भनेर। अनि यो चाहिँ यसरी गोड्नुपर्छ। झन् गोडेर देखाउनुहोस् त मम्मी। हो यसरी गोड्नु। सानो छ खेत, सानो छ बारी, सानै छ जा। हेलो साथीहरू, हामी चाहिँ खाना खाएर फेरि बिउलाई एकदम सिधा कन्टिन्यू रूपमा गोड्न जाँदैछौँ। हाम्रो मम्मी चाहिँ गइसँग हो है। रिसले पुरै चुर हुनुभएको छ यो घाममा। गाह्रो छ है साथीहरू, के गर्नु। अनि म देखाउँछु है हाम्रो बजैलाई पनि। यता हुनुहुन्छ यो जालीबाट हेर्छु। यसो यो घाममा यही हो। बिहानभरि गोडेको यति हो साथीहरू। गाह्रो हुन्छ नि बिउ गोड्नको लागि चाहिँ। हेलो मम्मी। हजुर यता हेर्नुहोस् त किन कस्तो भइरहेछ। एकदम दामास भएको छ। ल यहीँबाट बाबालाई केही सन्देश दिनुहोस् त। ए बुढा टाइममा फोन गरिरहनु होला है भनेछु। बाबा बिना कस्तो चल्दैछ जिन्दगी। ए गजब चलेछ। हो नि यस्तो हो नि त। घाम यो डोखरो घामेमा मरिन्छ यहाँ मुसलमान बनेर। यो छाताले यसो गर्नु त। छेमा कति गर्नुभएको? यता हेर्नुहोस् त। हो पुरै नकाब स्टाइलमा हो। ए साथीहरू खाना खाएर आएको त यो दिउँसोको घाममा त कामै गर्न नसकिँदो रहेछ। पुरै मुख ढाकेर पनि गर्मी कति छ। यता छाता लगाएर घाम छ। यो भात खान पनि गाह्रो छ, के गर्नु। नखाएर पनि नहुने, नखाइ नहुने, नगरी नहुने, यस्तै हो। फाइनली बिउ गोडेर पनि भ्याइयो। अब यो चाहिँ खेतमा रोप्ने हो। अनि यसो गर्नुपर्ने हुन्छ। ल त अब हाम्रो बिउको काम चाहिँ सक्यो।
सबैजनालाई